हेलो एभ्रिवान, आज अचारको बोतल धोए पुरा अचार यस्तो बाटी बाटीमा राखेछु। यस्तो बाटी बाटीमा राखेछु किनकि बोतलहरु पुरा धुएर राखेको सुकाको घाममा। यो अचारहरुलाई पुरा बोतलमा हालेर कन्टेनरमा हाल्दै फेरि राख्ने हो। आजको दिन यही अचारको देखि सुरु हुन्छ। आज दिनभरिको काम यही हो, घर मिलाने। अघि अचारको बोतल मिलाए। घर त मेरो सधैँ यस्तो हुन्छ गडाङगुडुङ, के गर्ने सुस्ती भएर। यति गरम छ बाहिर। हामी कोको कोला खाने हो। हाल बहिनी कोको कोला, बहुत गरम छ, बहुत गरम। आज कितना बजे आएगा दुकान तुम? यसलाई मैले कोको कोला हाल भनेको। ठंडा ठंडा भी नहीं हुआ ना? मच्छी मच्छी गन कर रहे तुम, सो बनाए ना तो ना। हमको भी डाल दे क्या? मैं डाल देगा। कोको कोला खाएंगे दोनों। कटोरा में डाल दे। हाँ वो कटोरा में डाल दे। हाँ नहीं उसमें नहीं, अंगू का टिफिन में नहीं, एक करके गुम ही हो जाएगा ना। अब मैले त हेर बहिनीहरु ग्लासै पाइन, दिदी बहिनीहरु बाटीमा खाने हो। खानेको त मतलब हो कोको कोला। यस्तो गरम छ कोको कोला। काम गरेर हत्तु भएर बसेको, हत्तु। अब सिटिङ रुम सफा गर्ने, धुलै धुलो छ सिटिङ रुम, पुरा सफा गर्नु छ। हिजो अस्ति सफा गरेको, यहाँ धेरै दिन पनि भएको छैन सफा गरेको मैले। मुरी मुरी सफा गरेको। हेर्नुहोस् पुरै धुलै धुलो छ। अब यसै झाडु मार्नु पर्यो घर, पुरा बढाल्नु पर्यो घरलाई। कति धुलो धुलो, कति धुलो धुलो छ यहाँ। धुलो धुलो पुरा धुलो। धुलो धुलो छ। अब पुरा डस्टिङ गर्नु पर्यो पुरा। डस्टिङ गरे, पुरा डस्टिङ गरे होइन, बल्ल चिटिक्कै बनाएँ डस्टिङ गरेर। घर पुरा चिटिक्कै पारे। घरमा यस्तो बिचाराहरूको घर यस्तो गाडाङ गुडुङ बस्छ। रूपाले पुरा गरिदिँदैछ। यो मेरो दोकानको नजिकै छ नि त, मेरो छेमाको घर। यता यता गरिदिँदैछ पुरा। रूपाले रूपा खिड्की पुछिसक्यौ? अझ